ब्रदरको DCP-L2540DW मोडलको प्रिन्टरमा चाहिँ तपाईँको मसी चेन्ज गर्दा पनि टोनर लो अथवा रिप्लेस टोनर अथवा कार्टेज चाहिँ रिप्लेस भनेर देखाउँछ। यो प्रब्लम चाहिँ आइरहेछ। यो प्रब्लमलाई चाहिँ म आज फिक्स गरेर देखाउन गइरहेको छु। मसी फेर्दा पनि सेम त्यही प्रब्लम देखाउँछ भने चाहिँ तपाईँले कार्टेजलाई यसरी झिकेर कार्टेजमा भएको यो हरियो बटन चाहिँ पल्लो छेउमा पुगे हुन्छ। यो चाहिँ पल्लो छेउमा पुगे हुन्छ। यसलाई चाहिँ तपाईँले सारेर यता ठ्याक्कै यो एरो जस्तो चिन्हनिर ठ्याक्कै यता ल्याएर टक्क पहिला राख्नुपर्ने हुन्छ। यहाँनिर ठ्याक्क ल्याउनु पर्ने हुन्छ। पल्लो छेउमा पुगे हुन्छ। यसलाई चाहिँ अगाडि ल्याउनु पर्ने हुन्छ तपाईँले पहिला सुरुमा। त्यति गरेपछि चाहिँ अब पुनः यो कार्टेजलाई चाहिँ प्रिन्टरभित्र मिलाएर हाल्नुपर्छ। त्यसपछि ढक्कन लगाउने। यदि ढक्कन लगाइसकेपछि नै हामीलाई चाहिँ टोनर रिप्लेस टोनर अथवा कार्टेज चेन्ज कार्टेज भनेर पुनः मेसेज आइरहेको हुन्छ। अब भने अगाडिको कार्टेजको कभर ओपन गर्ने। त्यसपछि हामीले ओकेमा एकछिन प्रेस गर्ने अनि एस नो देखाएपछि फेरि स्टार्टमा ओके गर्ने। त्यसपछि प्लस बटनमा खिच्ने अनि फेरि माइनसमा खिचेर 00 बनाएर ओकेमा थिचिदिने। अनि त्यसपछि अब कार्टेजको कभरलाई चाहिँ बन्द गरिदिने। कभरलाई चाहिँ त्यसपछि चाहिँ प्रिन्टर ओके हुन्छ।